विश्वव्यापीकरण भन्दा स्थानीयकरण बेस र म यस शीर्षकको पक्षमा रहेर आफ्नो मनमा लागेका गहकिला तर्कहरू हजुरहरू समक्ष पेश गर्न सभापति महोदयसँग अनुमति चाहन्छु। सभापति महोदय, सर्वप्रथम त स्थानीयकरण भनेको आफ्नै ठाउँ गाउँ सहरमा भएका रीतिरिवाज चालचलन संस्कार आदिलाई एउटै घेराभित्र राखेर राख्नु हो। स्थानीयकरणले गर्दा नै हाम्रा चालचलन पुर्खाहरूको नासो सबै संरक्षण भएको हुन्छ। यसले गर्दा हाम्रो नातागाताहरू पनि टाढा जान पार्छन्। स्थानीयकरण अहिले विश्वव्यापीकरण भन्दा धेरै माथि छ। स्थानीयकरणले गर्दा मानिसको परिवार टाढिनु पर्दैन। विश्वव्यापीकरण पनि नराम्रो हो त भन्दिनँ म, तर मेरो लागि विश्वव्यापीकरण भन्दा स्थानीयकरण राम्रो हो। स्थानीयकरणले गर्दा नै हाम्रो चालचलन संस्कृतिहरू सम्वर्धन र संरक्षण भइरहेका छन्। विश्वव्यापीकरण त हाम्रा चालचलन रीतिरिवाज संस्कारलाई अलग्याएर विश्वभरि चिनाउने हो, तर यो अलग्याएर हामीलाई फाइदा भने छैन। स्थानीयकरणले गर्दा नै हामीले हाम्रा पुर्खाहरूको नासोहरूलाई संरक्षण र देख्न पाएका छौँ। यदि स्थानीयकरण हुँदैन थियो भने अहिले हामी सबैले रीतिरिवाज चालचलन संस्कार संस्कृति सबै भुलिसकेका हुन्छौँ होला। हामीले यदि स्थानीयकरणमा जोड दिने हो भने हामीले आफ्नो देशमा बगाउनु पर्ने रगत पसिनाहरू अरूको देशमा बगाउनु पर्दैन। हामीले स्थानीयकरणलाई विशेष जोड दिनका लागि हामीले मानिसलाई सिपमूलक शिक्षा प्रदान गरेर पनि रोजगारीको अवसर प्राप्त गर्न सक्छौँ। शिक्षा स्वास्थ्य यो भनेको विश्वव्यापीकरण पनि हो राम्रो, तर स्थानीयकरणले गर्दा नै मानिसहरूले सुख दुःख सार्न पाएका छन्। विश्वव्यापीकरणमा त ठुला घरहरूले मात्र लगानी गर्न पाउँछन्। स्थानीयकरणमा त लगानी गर्ने भने आफ्नै देशलाई फाइदा हुने गर्छ। विश्वव्यापीकरणले हाम्रो देशको दक्ष जनशक्तिलाई बाहिर लगेको छ। त्यो दक्ष जनशक्तिले विश्वलाई फाइदा हुने हो, हाम्रो स्वयं देशलाई फाइदा हुनेन। यदि हामीले आफ्नो स्वयं देशलाई फाइदा गराउन छ भने विश्वव्यापीकरण भन्दा स्थानीयकरणलाई प्राथमिकता दिनुपर्छ। स्थानीयकरणले गर्दा नै हाम्रो देशमा कतिपय ठाउँमा विकास हुँदै गइरहेका छन्। हामीले अझै थप शिक्षा, हामीले हाम्रो समाजलाई शिक्षित बनाउने भने स्थानीयकरणलाई प्राथमिकता दिन सकिन्छ। यदि स्थानीयकरणलाई प्राथमिकता दिने हो भने हाम्रो देशका दक्ष जनशक्तिहरू बाहिर जान पाउँदैनन्। हामीले हाम्रो देशको दक्ष जनशक्तिलाई बचाउनु नै सबभन्दा ठुलो कुरो हो। सभाध्यक्ष महोदय, विश्वव्यापीकरण भनेको त हाम्रो देशका रीतिरिवाज चालचलन संस्कार संस्कृतिलाई विश्वभरि बाहिर्याउने र एक ठाउँदेखि अर्को ठाउँसम्म चिनाउने हो। यो चिनाएर हामीलाई फाइदा हुने होइन। सामान्य रूपमा भन्नुपर्दा कुनै पनि परिवारले आफ्नो परिवारका सदस्यहरू बाहिर गएको हेर्न चाहन्न। यदि हामीले यस्तो हो भने स्थानीयकरणलाई प्राथमिकता दिने भने कुनै पनि व्यक्ति आफ्नो देशको जन्मभूमि छाडेर विश्वव्यापीकरणमा लाग्नु पर्दैन। विश्वव्यापीकरणले मानिसलाई सेवा सुविधा प्रदान गर्ला, तर स्थानीयकरणको जस्तो मौलिकता रौनकता पाउन सक्दैन। स्थानीयकरणले गर्दा नै मानिसले आफ्नो घर परिवारसँग सुख दुःख साटासाट गरेर बसिरहेका छन्। स्थानीयकरण भनेको संस्कार सिप प्रविधि यिनीहरू आफ्नै देशमा उत्पादन गर्छ। स्थानीयकरणले नै हाम्रो देशका चालचलन संस्कृतिहरूलाई संरक्षण गरेको हुन्छ। स्थानीयकरणले गर्दा नै हाम्रो देशमा रहेका दक्ष जनशक्तिहरू उत्पादन गर्ने क्षमता वृद्धि गर्दछ। धन्यवाद।